नमस्कार। आजको भिडियोमा हामी कुरा गर्नेछौँ सपना, स्वप्नशास्त्र र विज्ञानको दृष्टिकोणबाट। हामी सबैले सपना देख्छौँ, तर के तपाईलाई थाहा छ केही सपना हाम्रो मनको संकेत मात्र नभएर भविष्यको संकेत पनि हुन सक्छ। आज हामी विशेष गरी हेर्नेछौँ सपनामा घुमेको देख्दा के हुन्छ। सपनामा विभिन्न ठाउँहरू घुमेको देखिन्छ। ठाउँहरू कस्ता थिए भन्ने कुराले पनि अर्थ राख्ने गर्दछ। तपाईँ कतिको दूरीमा घुम्न जानुभएको थियो, तीर्थयात्रा जानुभएको थियो कि काम विशेषले घुम्नु भएको थियो कि ती कुराहरूले पनि विशेष अर्थ राख्ने गर्दछ। आजको श्रृङ्खलामा हामी तपाईहरूलाई सपनामा घुमेको देख्नु, नयाँ ठाउँ गएको देख्नु, विदेश गएको देख्नु, समुद्र छेउ घुमेको देख्नु, मरुभूमि घुमेको देख्नु, मठ मन्दिर, तीर्थयात्रा आदितिर घुमेको देख्नुले कस्तो अर्थ राख्दछ त भन्ने कुराको विशेष चर्चा गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोला। आउनुहोस् आजको श्रृङ्खला सुरु गरौँ। सपनामा घुमेको देख्नु। सपनामा यदि तपाईँ आफू हिँडिरहेको नयाँ ठाउँमा घुमिरहेको देख्नुहुन्छ भने यसको अर्थ तपाईँको जीवनमा परिवर्तन आउन लागेको छ भन्ने संकेत हो। विज्ञान र साइकोलोजीका अनुसार तपाईँको दिमागले नयाँ अनुभव चाहिरहेको छ भन्ने संकेत पनि यसले गर्दछ। तपाईँको जीवनमा आउन लागेका परिवर्तनहरूको साक्षी तपाईँ छिटै बन्दै हुनुहुन्छ भन्ने संकेत यसले गर्दछ। यदि तपाईँले सपनामा नयाँ ठाउँहरू घुमेको देख्नु भएको छ, नयाँ ठाउँ पुगेको देख्नु भएको छ भने यस्तो सपनालाई अत्यन्तै शुभ सपना मानिन्छ। यसले तपाईँको जीवनमा नयाँ अवसर, नयाँ सम्बन्ध वा नयाँ सुरुवात आउने संकेत दिन्छ। त्यस्तै मनोविज्ञान अनुसार तपाईँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किन चाहनुहुन्छ। दर्शकवृन्द, यदि सपनामा तपाईँ विदेश पुगेको, विदेश प्रस्थान गरेको वा विदेश घुम्दै गरेको देख्नुहुन्छ भने स्वप्नशास्त्र अनुसार यो ठूलो परिवर्तन र सफलताको संकेत हो। तपाईँको जीवनमा नयाँ कुराहरू, नयाँ योजनाहरू थपिने र योजनाहरू कार्यान्वयन सहजै हुने, लामो समयदेखि प्रतीक्षा गरेका कुराहरूमा सफलता प्राप्त हुने संकेत यसले गर्दछ। तपाईँको लक्ष्यहरू पूरा हुने सम्भावना पनि बढिरहेको हुन्छ। यदि तपाईँ सपनामा विदेश गएको देख्नुहुन्छ भने मनोविज्ञान साइकोलोजीले के भन्छ त? तपाईले सपनामा विदेश गएको देख्नुहुन्छ भने यो तपाईँको एम्बिसन र क्युरियोसिटीको प्रतिबिम्ब हो। त्यो भन्नुको मतलब तपाईँभित्र एउटा उत्सुकता छ। तर स्वप्नशास्त्र अनुसार यो ठूलो परिवर्तन, सफलता र सकारात्मकताको संकेत हो। सपनामा समुद्र छेउ घुमेको देख्नुले कस्तो संकेत गर्दछ त? सपनामा समुद्रको छेउ घुमेको देख्नुले तपाईँको भावनाहरू जनाउँछ, किनकि समुद्रले भावनाहरू इङ्गित गराउँछ। यहाँहरूलाई एउटा विज्ञान पनि जानकारी गराउन चाहे। जब जब पूर्णिमा आउँछ, फुल मुन सिजन आउँछ, त्यसबेला पृथ्वीमा भएका समुद्रहरू चन्द्रमालाई छुम्ला जसरी छालहरू बनेर छल्किन्छन्। यसको मतलब चन्द्रमाको भाइब्रेसनले समुद्रका पानीहरूलाई असर गर्छ। समुद्रका मात्रै नभई चन्द्रमाको भाइब्रेसनले हरेक पानीहरूलाई उत्तिकै मात्रामा कन्ट्रोल गर्न खोजिरहेको हुन्छ। यहाँहरूलाई अवगत गराउन चाहे, मानव शरीर पनि 75% पानी अथवा तरलबाट बनेको हुन्छ। त्यसैले जब पूर्णिमा आउँछ त्यसबेला हामी अलिक बढी भावनात्मक हुने कुरा यहाँले महसुस गर्नुभएको छ कि छैन? यदि छैन भने यस पूर्णिमामा विचार गर्नुहोस् है त। विशेष गरी सपनामा समुद्र छेउमा घुमेको देख्दा त्यसले तपाईँका भावनाहरूसँग कसरी सम्बन्ध राख्छ भन्ने कुरा प्रश्न पार्यौं। त्यसैले सपनामा समुद्र छेउ घुमेको देख्नुले तपाईँका भावनाहरू जनाउने भयो। यस्तो सपना देख्दा तपाईँ भावनात्मक रूपमा गहिरो सोचमा हुनुहुन्छ अथवा तपाईँ सकारात्मक चिन्तन गर्दै हुनुहुन्छ भन्ने संकेत गर्दछ। यदि तपाईँले देखेको सपनामा समुद्रको पानी शान्त छ भने तपाईँको मनमा शान्ति छाउने, जीवनमा आरोग्यता छाउने, तपाईँका जीवनमा चलिरहेका समस्याहरू समाधान भई खुसीहरू आउनेछन् भन्ने संकेत यसले गर्दछ। तर यदि पानी अशान्त छ भने, समुद्रका छालहरू असन्तुलित रूपले आइरहेका देख्नुभयो, गइरहेका देख्नुभयो, पानीहरू धमिलो देख्नुभयो भने यसले तपाईँको जीवनमा थोरै चिन्ता वा तनाव बढाउन सक्छ। सपनामा मरुभूमि घुमेको देख्नुलाई अलि चुनौतीपूर्ण मानिन्छ। जीवनमा एक्लोपन, सङ्घर्ष वा लक्ष्य प्राप्ति गर्न कठिनाइको संकेत हुन सक्छ। तर यसले तपाईँलाई धैर्य गर्न भने पक्कै सिकाउँछ। सपनामा तपाईँ तीर्थयात्रा जानुभएको छ र तपाईँ मठ मन्दिर दर्शन गर्दै हुनुहुन्छ अथवा मठ मन्दिरका छेउहरूमा घुम्दै हुनुहुन्छ भने यो पनि अत्यन्तै शुभ सपना हो। धार्मिक दृष्टिले तपाईँका पाप कर्महरू सकिने, पाप घट्ने र पुण्य बढ्ने अथवा पुण्य बढ्दैछ है भन्ने संकेत यसले गर्दछ। तपाईँको मानसिक रूपमा तपाईँ शान्त हुने, आत्मविश्वास र सकारात्मक ऊर्जाहरू बढ्ने संकेत यसले गर्दछ। तपाईँ टाढा घुम्न जाँदै हुनुहुन्छ अथवा गइरहनु भएको छ र तपाईँले आफूलाई एकदम खुसी महसुस गरिरहनु भएको छ भने तपाईँको जीवनमा लक्ष्मी प्राप्त हुँदैछन् भन्ने संकेत यसले गर्दछ। तपाईको जीवनमा धनागमन हुने, जागिरहरूमा पदोन्नति हुने, नयाँ जागिर प्राप्ति हुने अथवा व्यापार बिजनेसमा पनि फाइदा हुने संकेत यसले गर्दछ।
दर्शकवृन्द, सपना केवल कल्पना होइन, यो हाम्रो दिमाग, भावना र कहिलेकाहीँ भविष्यको संकेत पनि हुन सक्छ। यदि तपाईले नराम्रै सपना देख्नु भएको छ भने पनि डराउनु पर्दैन। फरक फरक अवस्थामा देखिएका सपनाहरूले फरक फरक फल दिने गर्दछन्। तपाईले देख्नु भएको सपना कस्तो अवस्थाको थियो भन्ने कुरा कमेन्टमा लेखी पठाउन सक्नुहुनेछ। हामी कमेन्ट रिप्लाई गरी तपाईको जिज्ञासा मेट्ने प्रयास अवश्य गर्ने नै छौं। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? थप सपनाका अपडेटका लागि तपाईँ हाम्रै यस युट्युब च्यानल ड्रिम एस्ट्रोलोजी एन्ड साइन्सलाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। यहाँको बाँकी समय शुभ रहोस्। धन्यवाद। नमस्कारम।